सम्पूर्ण दर्शक महानुभावमा नमस्ते। मेरो यस युट्युब च्यानल रञ्जित अफिसियल यसमा हजुरहरूलाई स्वागत छ। कृपया नयाँ हुनुहुन्छ भने चाहिँ हजुरहरूले मेरो यस युट्युब च्यानल रञ्जित अफिसियल यसलाई चाहिँ लाइक, सेयर र सब्सक्राइब पनि गरिदिनु होला, किनभने मैले सेयर बजार सम्बन्धीको भिडियो हजुरहरूसम्म प्रस्तुत गर्ने गर्दछु। आज चाहिँ म साथीहरू हजुरहरूलाई जानकारी दिन गइरहेको छु। अर्को आइपिओको मिति तय भइसकेको छ, जुन रहेको छ हाम्रो ट्रेड पावर लिमिटेडले चाहिँ आइपिओ निष्कासन गर्ने मिति तोकिसकेको छ। यसको विषयमा जानकारी दिनेछु भने आज हाम्रो नेप्से परिसूचक 2081 सालको अन्तिम दिन के कस्तो रह्यो यसको विषयमा म हजुरहरूलाई जानकारी दिनेछु भने अर्को प्योर इनर्जी लिमिटेडमा चाहिँ आजसम्म हेर्दाखेरि चाहिँ कति आवेदन पर्यो यसको विषयमा म हजुरहरूलाई जानकारी दिनेछु। 2081 सालको आज अन्तिम कारोबारको दिन हाम्रो नेप्से परिसूचक भने सामान्य अङ्कले घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबारको दिन सामान्य अङ्कले बढेको बन्द भएको नेप्से परिसूचक सोही क्रमलाई चाहिँ निरन्तरता दिएको छ। आज हाम्रो आइतबार नेप्से परिसूचक 8.62 अङ्कले घटेर 2662.08 बिन्दुमा झरेको छ। त्यस्तै आजको दिनको कुरो गर्नुपर्दा सेन्सिटिभ इन्डेक्स 0.40 अङ्क र सेन्सिटिभ फ्लोर इन्डेक्स चाहिँ 0.15 अङ्कले बढेको छ भने फ्लोर इन्डेक्सको कुरो गर्नुपर्दा 0.39 अङ्कले घटेको छ। आज चाहिँ हाम्रो अब नेप्से परिसूचक यस 2081 सालको अन्तिम दिन रहेको छ। 2082 सालमा चाहिँ हाम्रो नेप्सेले चाहिँ एउटा राम्रो उचाइ लिनेछ भन्ने मैले हजुरलाई जानकारी दिनेछु, किनभने अब नेप्से चाहिँ हाम्रो चाँडै नै बुलेट ट्रेन्डमा छ। अब हाम्रो 3200 पनि क्रस गर्ने सम्भावना रहेको छ 2082 सालमा। अब हेरौँ के कस्तो रहन्छ। नेप्से घटे पनि आजको दिन कारोबार रकम भने बढेको छ। गत साताको अन्तिम कारोबार 5.5 अर्बभन्दा बढीको सेयर खरिद बिक्री भएको बजारमा 322 स्टकको 54,361 पटकको कारोबारमा 6 अर्ब 28 करोड 2,96,000 रुपियाँ बराबरको 1 करोड 31,89,000 को सेयर खरिद बिक्री भएको छ। आजको दिन दुईवटा स्टकको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने आजको दिन माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। दोस्रो बजारमा कारोबारमा आएको यी कम्पनीहरू सेयर मूल्य सकारात्मक सर्किट जुन दुईटै भर्खरै हाम्रो नेप्सेमाथि लिस्टेड भएको छ। सकारात्मक सर्किट लेभलमा चाहिँ कारोबार भइरहेको छ। यसको दिन आजको दिन त्रिशुली जलविद्युत आयोजना कम्पनीको मूल्य 5.5% भन्दा बढीले बढेको छ। त्यस्तै आजको दिन स्टकहरूको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आजको दिन वेन नेपाल लघुवित्त वित्तीय संस्थाको र सिन्धु विकास ब्याङ्क र बाराही हाइड्रो पावरको सेयर मूल्य चाहिँ सकारात्मक सर्किट लेभलमा चाहिँ कारोबार भएको छ। कारोबारको रकमको आधारमा आजको दिन सिडिसी होल्डिङ शीर्ष स्थानमा रहेको छ भने सो कम्पनीको चाहिँ आज 45 करोड 32 लाख रुपियाँ बराबरको सेयर खरिद बिक्री भएको छ भने दोस्रोमा चाहिँ एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको करिब 44 करोडको सेयर किनबेच भएको छ भने राधी विद्युत कम्पनीको चाहिँ 44 करोडको सेयर किनबेच भएको छ। आज 13वटा उपसमूहमध्ये 4वटा उपसमूहको परिसूचक बढेको छ भने 9वटा उपसमूहको परिसूचक घटेको छ। आजको दिन लगानी उपसमूहको परिसूचक 1.68%ले बढेको छ। त्यस्तै आज होटल तथा पर्यटनको कुरो गर्नुपर्दा म्युचुअल फन्ड एन्ड निर्जीवन बिमा कम्पनीको सामान्य अङ्कले बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक आजको दिन 1.40%ले घटेको छ। अब मैले अर्को हजुरलाई जानकारी दिन गइरहेको छु, जुन रहेको छ ट्रेड पावर लिमिटेडले अस्ति भर्खरै धितोपत्र बोर्डबाट चाहिँ स्वीकृति पाइसकेको छ। यसको विषयमा जानकारी दिनेछ भने अर्को चाहिँ प्योर इनर्जी लिमिटेडको चाहिँ आइपिओमा चाहिँ के कति आवेदन पर्यो यसको विषयमा म हजुरहरूलाई स्पष्ट पार्न चाहन्छु। प्योर इनर्जी लिमिटेडले चाहिँ 1 अर्ब 75 करोड 31,60,000 रुपियाँ बराबरको आवेदन परेको छ। यसमा चाहिँ 1 अर्ब 75 करोड 31 लाख रुपियाँ बराबरको चाहिँ आवेदन परेको छ। सिडिएससी एन्ड क्लियरेन्सको अनुसार चाहिँ आइतबार साँझ चैत्र 31 गते साँझ 5 बजेसम्मको कुरो गर्नुपर्दा 14,83,635 जनाले चाहिँ 1 करोड 75,31,000 प्योर इनर्जी लिमिटेडको कुरो गर्नुपर्दाखेरि चाहिँ मागभन्दा चाहिँ 14.66 गुणा बढी आवेदन परेको छ। यस हिसाबले हेर्ने हो भने चाहिँ अब हामीलाई प्योर इनर्जी लिमिटेडको चाहिँ आइपिओ पर्ने चाहिँ भाग्यकै भर पर्नुपर्ने देखिन्छ। यसमा चाहिँ भोलिसम्म हामीले आवेदन दिन सकिनेछ। कृपया साथीहरू हजुरहरूले चाहिँ दिनुभएको छैन भने दिनुहोला। यसमा चाहिँ कुरो गर्नुपर्दाखेरि साँझ 5 बजेसम्मको कुरो गर्नुपर्दा 14,83,635 जनाले चाहिँ 1 करोड 75,31,600
किताको लागि आवेदन दिएको छन्। प्रति किताको कुरो गर्नुपर्दा यसमा मात्र 100 रुपैयाँको दरले चाहिँ 11,95,20,000 रुपैयाँ बराबरको चाहिँ 11,95,200 किता चाहिँ सर्वसाधारणलाई यसले चैत्र 28 गतेदेखि सर्वसाधारणको लागि आइपिओ बिक्री खुल्ला गरेको थियो भने यसमा चाहिँ हामीले चाहिँ चैत्रको चाहिँ वैशाखको 2082 साल वैशाखको 2 गतेसम्म आवेदन दिन सकिनेछ। यसमा चाहिँ हामीले चाहिँ न्यूनतमको कुरो गर्नुपर्दा 10 कितादेखि अधिकतममा चाहिँ 1 लाख कितासम्म आवेदन दिन सकिनेछ। कम्पनीमा चाहिँ कम्पनीको चाहिँ आइपिओ चाहिँ सी आसमा प्राप्त ब्याङ्क तथा वित्तीय संस्था अथवा हजुरहरूले चाहिँ सजिलै अहिलेसम्म गर्दै आइरहनु भएको छ जुन रहेको छ मेरो सेयर मार्फत चाहिँ हजुरहरूले यसमा आवेदन दिन सक्नुहुनेछ। अब अर्को कुरो गर्नुपर्दाखेरि चाहिँ हाम्रो ट्रेड पावर लिमिटेडले चाहिँ हाम्रो आइपिओ निष्कासन गर्ने मिति तय गरेको छ। यसले चाहिँ के कति आइपिओ निष्कासन गर्ने मिति तय गरेको छ यसको विषयमा चाहिँ म हजुरहरूलाई स्पष्ट पार्न चाहन्छु। सबैभन्दा पहिला चाहिँ हजुरहरूले चाहिँ वैदेशिक रोजगारमा रहने नेपालीहरूले चाहिँ यसमा चाहिँ आवेदन दिन पर्ने हुन्छ। आयोजना प्रविधि क्षेत्र र वैदेशिक रोजगारमा रहेको नेपालीहरूले आवेदन दिन पाउनुहुनेछ। कम्पनीले चाहिँ आफ्नो जारी पुँजीको चाहिँ 81,56,09,700 रुपैयाँ बराबरको चाहिँ 48.696% दरले चाहिँ आउने 39,71,69,300 रुपैयाँ बराबरको प्रति किता 100 रुपैयाँको अङ्कित मूल्यको दरले चाहिँ 39,71,693 किता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सो मध्ये चाहिँ कम्पनीले चाहिँ पहिलो चरणमा चाहिँ नेपाल सरकारबाट सम्बन्धित निकाय श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेको नेपालीहरूले को लागि चाहिँ 3,97,16,930 रुपैयाँ बराबरको चाहिँ 3,97,169 किताको लागि चाहिँ वैदेशिक रोजगारमा रहनुहुने जुन श्रम स्वीकृति लिएर जानुभएको छ उहाँहरूले चाहिँ यसमा आवेदन दिन सक्नुहुनेछ। आवेदनको कुरो गर्नुपर्दाखेरि चाहिँ ट्रेड पावर लिमिटेडले चाहिँ 2082 साल वैशाखको 8 गतेदेखि प्राथमिक सेयर अर्थात् आइपिओ जुन प्राथमिक सेयर रहेको हुन्छ वैदेशिक रोजगारमा रहनेहरूको लागि खुल्ला गर्नेछ मिति तय गरिसकेको छ जसमा चाहिँ वैदेशिक रोजगारमा रहने नेपालीहरूले चाहिँ आइपिओमा चाहिँ आवेदन दिन सक्नुहुनेछ। अब यसको कम्पनीको थप जानकारी पनि म हजुरहरूलाई दिन चाहन्छु जसमा चाहिँ वैदेशिक रोजगारमा रहने नेपालीहरूले चाहिँ 3,97,16,930 रुपैयाँ बराबरको 3,97,169.30 किता चाहिँ यसमा चाहिँ आवेदन दिन सक्नुहुनेछ। जसका लागि चाहिँ 3,97,16,930 रुपैयाँ बराबरको 3,97,169 किताको लागि सेयर निष्कासन गर्न लागेको हो भने कम्पनीले आइपिओमा न्यूनतमको कुरो गर्नुपर्दा ट्रेड पावरको चाहिँ लिमिटेडको कुरो गर्नुपर्दाखेरि हामीले न्यूनतममा 10 किताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा चाहिँ 1000 किताको लागि आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारमा रहेको नेपालीहरूले कम्पनीको आइपिओमा वैशाखको चाहिँ 22 गतेसम्म आवेदन दिन सक्नुहुनेछ। त्यस पछाडि मात्र हामी सर्वसाधारणले चाहिँ यसमा आवेदन दिन सक्नेछौँ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा चाहिँ लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ भने लगानीकर्ताले चाहिँ नेपाल धितोपत्र बोर्डबाट चाहिँ यसमा चाहिँ केबाट आवेदन दिन सकिन्छ भन्दा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत ब्याङ्क तथा वित्तीय संस्था र तिनले तोकिएको शाखा कार्यालयहरू अथवा हजुरहरूले चाहिँ अहिलेसम्म भरिरहनु भएको छ जुन एकदमै सजिलो तरिका रहेको छ मेरो सेयर मार्फत हजुरहरूले आवेदन दिन सक्नुहुनेछ। आइपिओ निष्कासनको लागि गराएको रेटिङको कुरो गर्नुपर्दा नेपाल इग्रा कम्पनीलाई चाहिँ इग्रा इस्यु रेटिङ BB- प्रदान गरेको छ जसले चाहिँ कम्पनीको दायित्व वहन गर्ने क्षमता चाहिँ मध्यम जोखिम रहेको सङ्केत गर्दछ। हस्त धन्यवाद।